अहिले हामी यतापट्टिको भागमा आइसकेका छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ यो चाहिँ फास्ट ट्र्याकको प्याकेज नम्बर 2 रहेको छ, जहाँनिर धरारा भन्दा पनि अग्ला अग्ला पिलरमाथि पुल निर्माण गरिएको छ। भनी अहिले देख्न सक्नुहुन्छ यस्तो किसिमले पुल निर्माण गरिएको छ, जहाँनिर चाइनिज ठेकेदारले चाइनिज प्रविधिमा यसरी निर्माण गरिएको छ, जुन चाइना जस्तै हुबहु देखिन्छ। कति मान्छेले त यहाँनिर हाम्रो नेपालमा यसरी काम भइरहेको छ भने पत्याउनु पनि हुन्न, कतिले चाहिँ चाइनामा बन्दै गरेको भिडियो पनि देखाउँछ भनेर भन्नुहुन्छ। तर त्यो होइन, हाम्रो नेपालमै बन्दै गरेको यो फास्ट ट्र्याक काठमाडौँ तराई निजगढ फास्ट ट्र्याकको यो संरचना रहेको छ, जुन लेन डाँडा भन्दा अगाडिपट्टि धेद्रे सुरुङभन्दा अगाडिपट्टिको बिचमा जुन भाग रहेको छ त्यो चाहिँ घट्टीपाखाको एरिया रहेको छ, जुन फास्ट ट्र्याक प्याकेज नम्बर 2 अन्तर्गत पर्ने मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर 11 र 12 को सिमानामा पर्छ। त्यहाँनिर यसरी बनाइएको छ। तपाईहरु हेर्न सक्नुहुन्छ जुन यो पुल देखिराख्नु भएको छ। अस्ति मात्र हामी आउँदाखेरि भर्खर जोइनिङ हुँदै थियो भने आज आइपुग्दाखेरि सबै पुलहरु जोइनिङ भइसकेका छन् अनि यहाँनिर 4 वटा क्रेन राखिएको थियो। त्यो 4 वटा क्रेन पनि अहिले रिमुभ गरिसकेको अवस्था रहेको छ। कारण के भन्दाखेरि त्यहाँनिर पुरै जोइनिङ भइसकेपछि त्यो क्रेनको काम छैन। अब त्यो काम नभइसकेपछि रिमुभ गर्नै पर्छ। त्यो रिमुभ भइसकेपछि अहिले यस्तो किसिमको देखिन्छ है। निकै नै राम्रो निकै नै सुन्दर दृश्यहरू हामी अवलोकन गर्न सक्छौं। अनि सँगसँगै पानी परेको टाइममा त झन् यहाँनिर यति मजाको देखिन्छ, यति मजाको देखिन्छ। जस्तो तपाईको कोही कोहीले भन्नुहुन्छ यो जुन यहाँबाट हेर्दाखेरि पिलर अलिकता पातल पातल देखिन्छ भनेर भन्नुहुन्छ, तर हामी अलिकता टाढा बसेर भिडियो खिच्दै छौं। कारण के छ भन्दाखेरि यो जुन पिलर देखिराख्नुमा छ, यो पुल देखिराख्नुमा छ, यो पुल चाहिँ भूकम्प रोधी अर्थात भूकम्प आउँदाखेरि पनि केही नहुने खालको पुल रहेको छ। यहाँनिरबाट हेर्दा पिलर सानो देख्छ, तर नजिक जाँदाखेरि 5-6 जना मान्छेले पनि अंगालो मार्दै सकिदैन, त्यो त्यति मोटो खालको पिलर रहेको छ। अनि यहाँनिर दुईटा जुम्ल्या सुरुङ मार्ग निर्माण भएका छन्। एउटा लेनडाँडा सुरुङ मार्ग, अर्को धेद्रे सुरुङ मार्ग। यो दुईटै ब्रेक थ्रु भइसकेका छन्। लेनडाँडा सुरुङ मार्ग त अझै सबैभन्दा अगाडि ब्रेक थ्रु भएको थियो भने त्यहाँनिर चाहिँ कङ्क्रिट हालेर पनि कामहरू लगभग अन्तिम चरणका कामहरू भइरहेका छन्। अनि धेद्रे सुरुङ मार्ग अहिले कङ्क्रिटका कामहरू अझै बाँकी रहेका छन्। कतिपय भागहरूमा चाहिँ कङ्क्रिट कामहरू सम्पन्न भइसकेका छन्। यो एरियामा अहिले काम भनेको यहाँको फिनिशिङ कामहरू मात्र बाँकी रहेका छन्। बाहिरपट्टिको भागको काम भनेको तपाईको मात्रै यो पुलको उतापट्टि बाँकी भाग रहेको छ। त्यो भागमा चाहिँ बिचको भागमा जुन घट्टेपाखा भनिन्छ त्यो भाग, अर्थात यो हुन त यो पुरै घट्टेपाखा नै हो, तर विशेष गरेर त्यो भागलाई घट्टेपाखाले चिनिन्छ अझै, जुन मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर 12 रहेको छ। त्यो क्षेत्रमा चाहिँ डाँडा माथिबाट छिछोलिएको छ। त्यो भागलाई चाहिँ अझै कामहरू बाँकी रहेका छन्। त्यो भागमा चाहिँ कामहरू भइरहेका छन्। अनि अर्को विशेष रूपमा चाहिँ यो भागमा सबैभन्दा बढी काम भइरहेको भनेको धेद्रे सुरुङ मार्गमा। धेद्रे सुरुङ मार्गभित्र चाहिँ ब्रेक थ्रु भएर पनि उतापट्टिको जुन महादेवतार सुरुङ मार्ग जोइनिङ हुने क्षेत्र रहेको छ त्यो क्षेत्रमा अहिले काम भइरहेको छ। हामी सम्भव भएसम्म त्यहाँ पनि पुग्नेछौँ। सम्भव भएन भने चाहिँ तपाईहरुलाई त्यहाँको अपडेटहरू दिन सक्ने जति हामी दिनेछौँ। बिस्तारै बिस्तारै हामी भित्रपट्टि लाग्नेछौँ। विशेष गरेर अझ माथिबाट अझै तपाईहरुलाई यहाँका दृश्यहरू अवलोकन गराउँदै यहाँ भित्रको दृश्यहरू के छ कस्तो छ कहाँ के कामहरू सम्पन्न भइसकेका छन् त्यो सम्पूर्ण जानकारीहरू दिनेछौँ। अस्ति हामी आउँदाखेरि चाहिँ माथिपट्टि पुलहरू जोइनिङ भइरहेको थियो। अनि सँगसँगै त्यहाँनिर चाहिँ त्यहाँनिर ग्रिल भन्दा पनि त्यो भागमा जुन वालहरू उठाउनु पर्ने थियो त्यो वालहरू बाँकी थिए भने त्यो पुलमाथिको त्यो वालहरू पनि सिद्धिसकेका छन्। अहिले सिद्धिएर पनि अति नै राम्रो अति नै सुन्दर त्यहाँनिर पुल निर्माण सम्पन्न भइसकेको छ भने अब फिनिसिङ कामहरू भइरहेका छन्। हामी बिस्तारै त्यहाँ जानेछौँ। त्यहाँ के छ कस्तो छ तपाईलाई प्रत्यक्ष रूपमा देखाउनेछौँ। अनि भिडियोलाई चाहिँ नछुटाइकन स्किप नगरिकन अन्तिमसम्म हेर्दिनु होला। जसले मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन सम्पूर्ण साथीभाइ इष्टमित्रले सब्स्क्राइब गरिदिनु होला, लाइक एन्ड कमेन्ट गर्न चाहिँ नछोड्नु होला। अब बिस्तारै हामी अगाडि बढ्नेछौँ। अगाडिपट्टिका दृश्यहरू पनि अवलोकन गराउनेछौँ। के छ कस्तो छ त्यसको सम्पूर्ण जानकारी दिनेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्दिनु होला। अहिले हामी माथि डाँडामा चढिसकेका छौँ भने यो बाटो हेर्न सक्नुहुन्छ। बाटो चाहिँ यस्तो किसिमको रहेको छ। माथि चढ्नलाई त्यति सहज छैन। त्यही पनि हामी तपाईहरुको लागि भनेर यसरी माथि चढेर आएका छौँ। तपाईहरु हेर्न सक्नुहुन्छ यहाँनिर यो सबै रुख बिरुवा पन्छाउँदै हामी माथि चढ्दैछौँ भने तपाईहरुलाई जुन यो क्षेत्रबाट चाहिँ तलपट्टिका दृश्यहरू कस्तो देखिन्छ त्यो हामी देखाउनका लागि तपाईहरुलाई लिएर जाँदैछौँ। पक्कै पनि हजुरहरूले यहाँको दृश्यहरू अवलोकन गर्नुहुन्छ र मन पराउनुहुन्छ भन्ने आशा राखेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ यो रहेको छ। यो चाहिँ है फास्ट ट्र्याकको सबैभन्दा अग्लो 82 मिटर भन्दा पनि अग्लो पिलरमाथि यो पुल निर्माण गरिएको छ भने माथिबाट हेर्दाखेरि चाहिँ प्रत्यक्ष रूपमा एकदम क्लिन देखिन्छ। निकै नै सुन्दर दृश्यहरू हामी अवलोकन गर्न सक्छौँ। तपाईहरु हेर्न सक्नुहुन्छ।
जुन फास्ट ट्र्याकको सबैभन्दा चर्चित र एकदम नाम कहलेको यो ठाउँ रहेको छ, जुन लेन डाँडा सुरुङ मार्गको ठ्याक्कै अगाडिपट्टिको एरिया रहेको छ, जुन 82 मिटर भन्दा पनि अग्लो पिलरमाथि निर्माण गरिएको छ भने यो चाहिँ बकैया गाउँपालिकाको वडा नम्बर 11 र 12 को सिमाना रहेको छ, जुन जितपुर खोलामाथि निर्माण गरिएको छ। यहाँनिर हेर्न सक्नुहुन्छ यसरी कामहरू गरिएको छ। हुन त यस्तो खालको अग्लो पुल धेरै ठाउँमा निर्माण गरिँदैछ, तर फास्ट ट्र्याकको सबैभन्दा अग्लो पुल भनेको यही नै रहेको छ, जहाँनिर धरारा भन्दा पनि अग्लो 82 मिटर अग्लो पिलरमाथि पुल निर्माण गरिएको छ। अनि उतापट्टि हेर्न सक्नुहुन्छ, उतापट्टि चाहिँ धेद्रे सुरुङ मार्ग रहेको छ। यो चाहिँ धेद्रे सुरुङ मार्ग रहेको छ भने जसको लम्बाइ 1635 मिटर रहेको छ, त्यो पनि अहिले सम्पन्न भइसकेको छ। हामी त्यहाँभित्र गएर तपाईहरुलाई देखाउने छौं के छ कस्तो छ, सुरुङभित्र के कस्तो बनेको छ, तपाईहरुलाई प्रत्यक्ष रूपमा त्यहाँभित्र लगेर हामी घुमाउने छौं। आजको दिनमा विशेष गरेर हामी तपाईहरुको लागि भनेर हामी भित्र छिर्ने छौं यहाँ अनुमति लिएर, किनभने त्यहाँभित्र गएर के छ कस्तो छ त्यो सम्पूर्ण हामी दृश्यहरू अवलोकन गराउने छौं तपाईहरुलाई। अनि सँगसँगै जुन महादेवतार सुरुङ मार्ग र धेद्रे सुरुङ मार्गको जुन बिचको एरिया रहेको छ धेद्रे क्षेत्र, हामी त्यो क्षेत्रमा पनि जाने प्रयास गर्नेछौं आजको दिनमा, किनभने प्रायजसो मान्छेहरूले चाहिँ त्यो एरिया देख्नु भएको छैन, के छ कस्तो छ भनेर धेरैजनाले क्वेसन पनि गरिराख्नु भएको छ। हामी त्यो एरियामा तपाईहरुलाई लिएर जानेछौं। पक्कै पनि हजुरहरूले हाम्रो भिडियो मन पराइदिनुहुन्छ भन्ने आशावादी राखेका छौं। अनि सँगसँगै भिडियोलाई जति सक्नुहुन्छ शेयर पनि गरिदिनु होला भने भिडियोलाई पुरै हेर्दिने गरिदिनु होला। अनि यहाँको दृश्यहरू हेर्न सक्नुहुन्छ, यो त्यहाँ परको बिचको जुन एरिया देखिराख्नु भएको छ त्यो बिचको एरिया चाहिँ अहिले पुरै क्लियर गरिएको छ, अर्थात् पुरै माथि पहाडलाई छिछोल्दै गरेर त्यहाँनिर चाहिँ स्टेबलाइजर वाल लगाएर अहिले यसरी पुरै माथिबाट पहिरो नखसोस् भन्नको लागि त्यो बनाइएको छ। अनि यो पुरै जुन एरिया देखिराख्नु भएको छ यो एरिया चाहिँ घट्टेपाखा एरिया रहेको छ। यो घट्टेपाखा एरियामा चाहिँ यो तरिकाले कामहरू गरिएका छन्। यहाँनिर पुलदेखि लिएर सम्पूर्ण जति पनि चिजहरू रहेका छन्, जस्तै संरचनाहरू रहेका छन्, जस्तै सुरुङ भयो, अनि त्यसपछि यता सबैभन्दा अग्लो पुल भयो, उतापट्टिको पुल पनि सबै जोइनिङ सम्पन्न भइसकेका छन् भने सुरुङ मार्ग पनि ब्रेक थ्रु भइसकेका छन्। अनि उतापट्टिको जुन रहेको छ उता महादेवतार सुरुङ मार्गपट्टिको एरिया रहेको छ, हामी त्यतापट्टिको एरिया पनि तपाईहरुलाई लिएर जानेछौं। त्यहाँ के छ कस्तो छ, कुन तरिकाले त्यहाँनिर कामहरू गरिँदैछ त्यसको सम्पूर्ण दृश्यहरू अवलोकन गराउँदै तपाईहरुलाई त्यहाँका दृश्यहरू पनि हामी देखाउने छौं। हुन त विशेष गरेर हामी आजको दिनमा चाहिँ यो फास्ट ट्र्याकको प्याकेज नम्बर 2 अन्तर्गत पर्ने जति पनि संरचना रहेका छन् हामी त्यसको बारेमा अपडेटहरू दिनेछौं, के कतिका बनेका छन् अनि त्यहाँ सुरुङभित्र के कतिका कामहरू सम्पन्न भइसकेका छन् त्यो पनि देखाउने छौं। अनि सँगसँगै धेद्रे सुरुङ मार्गको जुन पछाडिपट्टिको भाग रहेको छ जुन महादेवतार सुरुङ मार्ग पनि रहेको छ त्यो खण्डमा के छ कस्तो छ हामी त्यसको पनि अपडेट दिनेछौं भनेर हामी यो क्षेत्रमा आएको छौं। आजको दिनमा चाहिँ तपाईहरु हेर्न सक्नुहुन्छ यहाँनिर यसरी कामहरू गरिएका छन्। हुन त अहिले हामी माथि चढेर तपाईहरुलाई देखाइरहेको छौं ताकि माथिबाट हेर्दाखेरि चाहिँ एउटा ड्रोन शट जस्तै गरे पनि माथिबाट देख्न पाइयोस् भन्नको लागि तपाईहरुको लागि भनेर। हुन त हामीसँग ड्रोन चाहिँ छैन, तपाईहरुले जति लामो भिडियो हेर्दिनुहुन्छ त्यति नै हामीलाई सहज हुनेछ भोलिका दिनहरुमा ग्याजेटहरु किन्नको लागि, ड्रोनहरु किन्नको लागि। पक्कै पनि आशा राखेका छौं कि हजुरहरुले भिडियोलाई स्किप नगरिकन हेर्दिनुहुन्छ भनेर। अहिले यो दृश्यहरू अवलोकन गर्न सक्नुहुन्छ। यो पहिला चाहिँ यहाँनिर 4वटा क्रेन उभ्याइएको थियो, क्रेन टावर, अनि टावर क्रेनहरू उभ्याइएको थियो भने यो पुल जोइनिङ सम्पन्न भइसकेपछि यो क्रेनहरू सबै हटाइएको थियो। हटाइसकेपछि यस्तो किसिमको दृश्यहरू अवलोकन गर्न सकिन्छ भने यो हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ धेद्रे सुरुङ मार्ग रहेको छ भने धेद्रे सुरुङ मार्ग अगाडि त्यहाँनिर पुल पनि सम्पन्न भइसकेको छ भने यतापट्टिको एरिया पनि हेर्न सक्नुहुन्छ, यता पनि पुल सम्पन्न भइसकेको छ।